यहाँबाट क्रस गऱ्यो भने फेरि कसैले देख्यो भने त फेरि विदेशी त काँच्चै मिल्ने टाइम हो अहिले झ्याउ हुन्छ त्यहाँ झन्डै यसलाई चाहिँ खिच्न छुट्यो यार यो त साँडे रहेछ निस्किँदै देखियो अस्ट्रिच हो क्यारे कथाले जे मागे त्यही हुन्छ होइन आज फेरि चल्दिएको कता भन्दाखेरि चाहिँ यो के अरे क्याम्पबेल टाउन फरेस्ट अफ वाइल्ड बर्ड्स भनेको होइन कथाले जे मागे त्यही हुन्छ माटुक्ने घुमिन्छ मजाले आफ्नो मेमोरी बनाउनु पऱ्यो नि त होइन बिचमा के गरेछ भने खाजा खान छिरेको छु खाजा खान भन्दा नि अब बिहान केही पनि नखाइकन आएको यो फ्यामिली मार्टमा चाहिँ सर्लक्क एउटा चिया किनेको छु अनि पाउरोटी किनेको छु चिया र पाउरोटी खाएर अब हिँड्ने हो म आइपुगेँ कहाँ आइपुगेँ भन्दाखेरि अघि भनेको ठाउँमा आइपुगेँ होइन अहिले हामी यहाँ रहेछ अनि छिर्ने ठाउँ इरिगुची यतापट्टि रहेछ होइन त्यतापट्टि अनि पाउने चराहरू जनावरहरू के छ त्यहाँ माथि त्यहाँ रहेछ हेर्न जाउँ है त अब छिर्न मिल्छ मिल्दैन भन्ने त हुँदैन त्यो त्यहाँ बच्चा खेल्ने ठाउँ रहेछ होइन मिल्दैन भन्ने त हुँदैन तर कस्तो हुन्छ भने छिरेर खिच्न पाउने कि नपाउने भन्ने कुरा हुन्छ कि अब खिच्नै दिएन भने त सक्यो त्यो आउनु सिर्फ ड्राइभ मात्र हुन्छ जुन चाहिँ मैले ड्राइभको रेकर्डै गरे हुँदैन सुन्न थाले क्याम्बेल टाउन होइन नोटोरिनो मोरी भनेको छ के छ अब यो सबै अन्नै सन्नै उतना ह्याप्पी त्यही सयनतिर र सर्लक्क सयनतिर छिर्ने हो तर सयन तिर्ने ठाउँ कहाँ भन्ने कुरा रह्यो क्या सुरुमा छिर्ने बित्तिकै यहाँ आयो अब त्यो गरी फ्यामिली ल्याएर मजाले सर्लक्क उ गर्न मिल्ने टाउको मात्र निकालेर फोटो खिच्न मिल्ने इरिगुची इन्ट्रान्स भनेको चाहिँ यहाँबाट छिर्ने डेगुची त्यहाँबाट निस्किने रहेछ आइपुग्यो हामी उसमा यसरी सर्लक यो माथि चाहिँ उ गरेर रहेछ नेपालमा चाहिँ ठ्याक्कै कालिज पाले जस्तो नेपालमा कालिज पाले जस्तो अरे माथिबाट जाली लगाइदिएर रहेछ कि ठ्याक्कै सर्लक्क है कहाँ हुनेहरूले भन्नु होला यो चरामा थाहै छैन मलाई न जापानिजमा थाहा छ न नेपालीमा थाहा छ यो कुनै पनि उसमा थाहा छैन कि यो चराहरूको नाम त यहाँनिर के छ अब नाम थाहा छैन नाम थाहा भए पो हुन्थ्यो त ऊ त्यहाँनिर रहेछ एउटा हेर्नु यहाँ ओहो सर्लक्क है आमामा अनि अर्को कहाँ छ उतातिर थियो क्या अरे ऊ यतातिर थियो अघि नै ऊ यहाँनिर रहेछ अर्को कालिज त होला नि त होइन र पुरै कालिज त होला नि त होइन यहाँनिर पनि छ अर्को यहाँ खतरा छ ल चरा त सर्लक्क यो तल पानी राख्दै रहेछ पानी उसिने गरी यतातिर चराहरू छ पुरै चलिरहेछ एकदमै र यो साइडमा पनि खाजा खाना खान लाग्यो त्यो चाहिँ सुगा जस्तो छ यो चाहिँ हेर्दा चाहिँ तर होइन क्या हो थाहै भएन नामै माथि पनि सो परेर जस्तो ठाउँ अलिकति सानो भयो त्यो उस अनुसार चाहिँ कता डिस्टर्ब भयो सरी अरे खतरा छ के खतरा यिनीहरू त यो साइडमै हाल्ला एकजना एउटा जुम बडी भएछ भाग्यो यहाँनिर पुरै साइडमा आएको छ कि एकदमै साइडमा आएर बसेको छ यो चाहिँ यता हेर न यता नजिकमै आएको छ नडराउने रहेछ पुरै सुतिरहेको रहेछ त्यहाँ म त मरेँ कि भन्दैन त्यहाँ त सुतिरहेको रहेछ दुईवटा रहेछ यहाँ एउटा हेर्दैछ एउटा कता भयो उतातिर पुग्यो
यहाँ भित्र अर्को एउटा छुट्टै छ फेरि चाहिँ अर्को योबाट माथि चढेर हेर्न मिल्ने ठाउँ रहेछ मिल्यो भने चढौँ होइन उडेर आयो चरा उडेर आयो चढेर हेर्न मिल्ने ठाउँ रहेछ होइन मिल्यो भने चढेर हेरौँ मिलेन भने छोडिदिउँ है एरिया खासै ठुलो रहेछ अनि त्यो साइडमा पानी परिरहेछ त्यो पानी भन्दा नि झरना जस्तै त्यतिर पानी निकालेर रहेछ त्यो साइडमा पनि गएर हेरौँ के छ त्यो माथि जान मिल्ने रहेछ भने जान नमिल्ने रहेछ भने नहेरौँ त्यतातिर नजाउँ नचढ भने हामी यो माथि त्यही भएर चढाउँ न उतापट्टि चाहिँ खोला रहेछ खोला यहीँहरू चरा पाखातिर गएको भिज दिने रहेछ कि यो ठाउँबाट चाहिँ यहाँबाट चाहिँ होइन पुरै यो टावरबाट माथि हेर्दाखेरि सल्लाहको रुख अब थाहा भएको रुखहरू टन्नै छ त्यो माथि जस लेकतिर पाउने रुखहरू जस्तो लाग्छ है मलाई चाहिँ यो चाहिँ त्यो तल तराईतिर भन्दा पनि तर यो चाहिँ तराईतिरै पाउने रुख हो कि जे जसो भए पनि नेचुरल भाइब्स राम्रो छ राति के गर्छ होला यिनीहरूले उडेर आयो यहाँ चरा त्यो मान्छेसँग फ्रेन्डली रहेछ कि चराहरू एकदम राम्रो त्यो चाहिँ हेर्दाखेरि मजा आउने टाइपले कि होइन चरै चरा छ चारैतिर त्योभित्र के छ अब त्योभित्र हेरौँ होइन अनि त्यसपछि लगभग यहाँ त सक्यो त हेर्ने फिल्डहरू त त्यस्तो साह्रो धेरै छैन यो माथिको चरा अघिदेखि नै मेरो नजिकमा आएर खाजा खोजा होला मैले केही पनि ल्याएन होइन त्यही भएर पुरै डिस्टर्ब चाहिँ गराउनु हुने रहेछ यो उसलाई के प्रजातिको चराहरू पाइन्छ भनेर चाहिँ यहाँ राखेको रहेछ होइन यहाँ सरसफाइको कार्यक्रम हुँदै रहेछ ठाउँ ठाउँमा फलफुलहरू राख्दै रहेछ योभित्र चाहिँ अलगै टाइपको रहेछ फेरि सेतो सुगा छ सेतो सुगा यहाँ पुरै सेतो कलरको उ त्यहाँनिर चाहिँ यतापट्टि चाहिँ कलरफुल छ यहाँ तिनवटा अनि यतापट्टि पनि तिनटै रहेछ सेतो मोमो हिरोइनको भनेको छ होइन यहाँनिर खाजा खाइरहेछ है अहिले योभित्र यसरी त्यहाँ कसरी घुरेर हेरेको मलाई म केही पनि गर्दिनँ नि यहाँनिर ओहो यसको त यो त डेन्जर रहेछ झन् खाजा साजा नदे भनेको छ होइन औँला पनि नदेखा भनेर रहेछ क्यारे यहाँनिर खतरा छ पुरै सेतो कलरको सिङ पनि छ यसको त आमा यो चाहिँ के त किवाताङ भनेर रहेछ किवाताङ मजा आएको छ किवा भने त्यो सिङ भइहाल्यो किवा भने सिङ भइहाल्यो होइन जापानिजमा त्यही हो यो पानी चाहिँ अब त्यो कहीँ न कहीँबाट ल्यायो होला पाइपबाट त्यहाँ माथि खेलिरहेछ चरा लगभग एरिया चाहिँ सानो रहेछ तर एकदमै फ्रेन्डली इन्भाइरोमेन्टमा त्यो वाइल्ड बर्डहरू हेर्न मिल्ने कि त्यही भएर यो चाहिँ एकदम रमाइलो छ ठाउँ चाहिँ अब लगभग सकियो सानो एरिया होइन एक राउन्ड मारेपछि सकिहाल्ने बिस्तारै दौडेर आयो चराहरू यहाँ तिमीहरू दौडेर आएको है मजाले एकदमै दौडेर आएको छ ल अब लगभग सकियो अघि त्यताबाट पुल क्रस गरेर आएको थियो अब यताबाट पुल क्रस गर्ने होइन लगभग अब यति नै हो हेरिसक्यो अब निस्किने होला यता खोरमा राति चाहिँ के छ र यो खोरमा केही छ र यो रहेछ चरा यहाँ पनि रहेछ ओइ तिमी त यही माथि आएर बसेछ नि त है म्याक्सिमम् नम्बर चाहिँ यसकै रहेछ यहाँ यो बडी रहेछ भित्र दुईवटा बर्डलाई बातो भने होला ठिकै हो अब के अरे यहाँनिर पनि बसेछ चरा अर्को चरा है पुरै यिनीहरू चाहिँ बाहिर निकाल्नलाई अब नै हुने भएर हो कि अथवा के फुलसुल पार्ने भएर हो कि अब के हो अब यो चाहिँ ल अब यति नै हो एक राउन्ड मारिहाल्यो सकियो आज यति गरेपछि अब निस्किने होला
झन्डै यसलाई चाहिँ खिच्न छुट्यो यार। यो त साँढे रहेछ, निस्किँदा देखियो अस्ट्री छ यो क्यारे जहाँसम्म लाग्छ। साँढे छ यार, साँढे 10-15 किलो होला यो पुरै। ए ऱ्याबिट रहेछ, बेनेट्स वाल्बी भनेर रहेछ इङ्ग्लिसमा चाहिँ। काताकाना पर्दाखेरि चाहिँ भयङ्करै डेन्जर। ल अझै यति नै हो, यो चाहिँ सकौँ, गर्मी पनि छ होइन। म यो देखेर झुकेको क्या, पारिपट्टि पनि ओप्पो खतरा रहेछ। के भन्छ जङ्गल रहेछ नि त भन्ने सोचेको त यस्तो रहेछ, सिसामा रिफ्लेक्सन दिएर रहेछ कि पुरै खतरा टाइपले। कथाले जे माग्यो त्यही गरिन्छ होइन। अब दिमाग दिक्क लाग्छ भने यो ठाउँ आउनुहोस्, त्यो नेचुरल भाइब्स पुरै के अरे चराचुरुङ्गीहरू हेर्न, जङ्गली चराचुरुङ्गीहरू हेर्न क्या अरूभन्दा पनि। अब त्यो चराहरू हेरिहाल्यो। अब उतापट्टि साइडमा जाउँ, अलिकति पोखरी थियो होइन अघि न, त्यो पोखरीतिर चाहिँ अलिकति नजर लगाउँ अनि त्यसपछि निस्क्यौँ। लगभग भयो, गर्मी छ होइन एकदमै। जाँदा कि अचम्म यहाँ फल फराएर रहेछ कि, फल छुन चाहिँ नहुने होला। त्यो 24 आवर्स सेक्युरिटी क्यामेरा चाहिँ अन गरेर भनेर लेखा छ होइन। तर साँढे आँप त होइन, यो के फल रहेछ हौ यस्तो। नासपाती पनि होइन, अचम्म। खाना नमिल्ने भए त अब यिनीहरूले पनि किन यसरी गोडमेल गरेर राख्थ्यो होला र होइन। जे होस् देखियो अनौठोको फल, हलो बेत जस्तो पनि देख्न छ। अब हो कि होइन त्यो थाहा भएन माटोमा। म जान लागेको छ यो पोखरी होइन। यो पोखरी कहाँ छ भन्दाखेरि यहाँ छ क्या उतापट्टि। अब 8 मिनट देखाएको छ, पारिपट्टि हो कि फेरि ठ्याक्कै पारिपट्टि। किन 8 मिनट देखाएको छ भन्दाखेरि यहाँबाट बाटो क्रस गर्ने ठाउँ छैन। उहाँ उता गएर जेब्रा क्रसिङबाट क्रस गरेर आएर हेर्ने रहेछ। हेर्न चाहिँ यहाँ के गर्ने यार, यो गाडी पत्तेर आउँदो रहेछ, नजाउने भएन, झ्याउ लाग्यो नि त। अब यहाँबाट क्रस गऱ्यो भने फेरि कसैले देख्यो भने त फेरि विदेशी त काँच्चै मिल्ने टाइम हो अहिले, झ्याउ हुन्छ। त्यहाँ क्रस नगरिकन रुल्स दोहोरी नै जाउँ। रुल्स दोहोरी त आमा उहाँ छ उहाँ। त्यही 8 मिनट त्यसै देखाएको त होइन नि त्यो। अहिले जान्छ पुलमुनिबाट जाने ठाउँ छैन र कतैबाट छैन। पुलमुनिबाट जाने ठाउँ भए त जाने त त्यो पारी त हो नि त। त्यति ठाउँमा जानको लागि अब म उहाँको सिग्नल जानु पऱ्यो, त्यहाँबाट फर्केर आएर बल्ल यता छिर्ने हो कि। त्यो अघि चरा हेरेको ठाउँ चाहिँ त्यो नेट भएको ठाउँ भयो होइन। अब जान लाग्यो यो अघि म थियो त्यहाँबाट यसरी घुमेर 8 मिनट पारेर लगभग 7-8 मिनट लाएर यो साइडमा आएँ। अब त्यो आउनु नआउनु आइहालेपछि त्यो किन अधुरो पारेर जानु भन्ने सोच आउँछ क्या माटोक्ने। त्यही भएर आएको। हेर्न लायक खासै केही छैन जस्तो छ, सानो पोखरी छ, त्यो ड्याम्प होला कि सायद, त्यो पानीको ड्याम्प हुन्छ नि त त्यो टाइपको। म आइपुगेँ त्यो पारीबाट पुरै एक राउन्ड मारेर होइन, एक राउन्ड मारेर आइपुगेँ यतापट्टि। तर आइपुगेँ चाहिँ किन पो आए जस्तो भयो क्या, छैन केही पनि छैन। यहाँ बिचमा जानु हुँदैन होला, त्यतिर दलदल छ पुरै। उतापट्टि अलिकति पोखरी जस्तो छ। अहिले फेरि एकदम गर्मी छ पुरै, घाम चर्क्या, गएर पनि काम छैन। साइकल ल्यायो भने चाहिँ यसरी एक राउन्ड साइक्लिङ गर्न मिल्छ सायद। यहाँको चाहिँ घुम्न आयो भने चाहिँ ठ्याक्कै त्यो यो साइटमा हो हुन चाहिँ त्यहाँपट्टि चराको उस हेर्ने, त्यसको ठ्याक्क अपोजिट साइडमा चाहिँ यो एउटा सानो पोखरी जस्तो छ। यो सायद बत्ती निकाल्नलाई केलाई कलेक्ट गरेर थाहा छैन। नियर बाई रिभर छ कि साइडमा, खोला छ, त्यति हो। आजको घुमाइ भनेको चाहिँ घुमाइ भन्दा नि आजको ड्राइभ चाहिँ मेरो यहाँसम्म। कथाले जे माग्यो त्यही गरिन्छ माटोक्ने है। सक्यो सर्लक्क 2 ठाउँमा घुमेर सक्यो भन्दा पनि अब त्यतिकै ड्राइभमा आउँदाखेरि ठ्याक्क आफ्नो ब्रेक लियो 2 ठाउँमा होइन। अब फर्केर जाने हो। त्यो हरेकचोटि अब त्यतिकै आफूसँग फ्री टाइम हुँदाखेरि यसरी नै ड्राइभमा निस्किने, कहीँ गएर रोकेको ठाउँहरू अलिअलि एक्सप्लोर गर्ने होइन, त्यही नै हो। अब यो चाहिँ जतिवटा लडी पनि फेरि उठिन्छ होइन, केही फरकै पर्दैन भनेको कुरा बुझिहाल्नु भयो होला। ल आजलाई चाहिँ यति नै गरौँ, अब निस्क्यौँ।